एकदमै गाह्रो हुँदो रहेछ हौ हिँड्न परेको अवस्था वेलकम ब्याक टु माई च्यानल आज लङ टाइम पछि मैले अर्को भिडियो स्टार्ट गरिरहेको छु साथीहरू हामी चाहिँ घुम्न जान लागेको छौँ है सबै सामानहरू रेडी गर्दा गर्दा 8 बजिसक्यो घरमै अनि म चाहिँ एकदमै फिट एन्ड फाइन छु हजुरहरू पनि एकदमै आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाको साथमा मैले अर्को भिडियो स्टार्ट गरिसकेँ साथीहरू यहाँ चाहिँ हामीजना सबैजना घुम्न जान लागेको छौँ यहाँनिर सबै भारी रेडी भइसक्यो साथीहरू हामी चाहिँ यहाँनिर खुडीमा आइपुगेको छौँ 4 जना हामी घुम्न जाने लागेको उहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ बडाउको छोरा अनि यता भेना हुनुहुन्छ अनि यहाँ मेरो बहिनी हामी 4 जना चाहिँ घुम्न जान लागेको हामी खुडीमा पुग्यौँ यो खुडीदेखि हामी सिधै उकालो 3 घन्टा हिँडेर हामी चुली पोखरी पुग्नेछौँ हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू यो खुडीदेखि खुडीमा आइपुग्यो दमकदेखि यहाँ खुडी आउनुपर्छ खुडीसम्म चाहिँ गाडीमा आउनु सक्नुहुन्छ अनि त्यसपछि चाहिँ हामी सिधै पैदल यात्रा गर्नुपर्ने हुन्छ कति घन्टा लाग्छ 3 घन्टा लाग्छ भनेको छ साथीहरूले थाहा छैन अब हामी चाहिँ लागेको साथीहरू हामी चाहिँ यहाँदेखि लागेको दाइहरू माथि पुगिसक्नुभयो दाइ र भेना हामी दुईजना यहाँ छौँ एकछिन भिडियो बना त तेरो पनि बनाइन्छ अब मेरो चाहिँ झोला छैन मेरो हातै ब्याग छ यहाँनिर चाहिँ चिप्सहरू बोकेर चाहिँ हिँडिरहेको छु साथीहरू यहाँदेखि सिधै अब उकालो छ हाम्रो यात्रा लुगा चाहिँ यस्तै रहेको छ दाइहरू चाहिँ माथि पुगिसक्नुभयो माथि तल देखाउँछु एकछिन तल देखाएको छुइनँ मैले अब चाहिँ लुगा तल देखाइ दाइहरू माथि पुगिसक्नुभयो हामी चाहिँ अलमले क्या अब यहाँदेखि चाहिँ हामी सिधै उकालो लाग्नेछौँ साथीहरू यस्तै छ हाम्रो आजको दिन यात्रा यस्तै छ भेना दाइ र भेना अनि हामी भेना र दाइले ल्याएर हामी दिदी पनि चल्दिएको अरू कोही साथीहरू आएन भ्याएन यस्तै छ गाडी चाहिँ आऊ छिटो ढिलो भइसक्यो अब टक्क चस्मा लाउने होइन अनि हिँडिदिने घाममा यहाँ डाँडामा बल्ल आइपुग्यौँ एकदमै गाह्रो हुँदो रहेछ हौ हिँड्नलाई गाइड यस्तो माथि आज चाहिँ हामी उकालो जानुपर्ने यस्तो भिड छ नामै के थाहा छ चुली पोखरी वाउ यस्तो देखिँदो रहेछ है भ्यू चाहिँ जाने बाटो चाहिँ सिधै उकालो एकदम उकालो कस्तो राम्रो रुखहरू जङ्गलहरू हिँड्नुहोस् अगाडि म भिडियो गरिदिन्छु साथीहरू हामी चाहिँ 4 जना जानेछौँ यस्तो झोला भारी कसेर हिँड्दैछौँ नि गीत सुन्दै हिँड्दैछौँ यस्तो रमाइलो हुँदैछ है रमाइलो भएको छ कि छैन हौ अनि अलिक जोस जाँगर हुनु पऱ्यो नि त यतिको उमेरमा पनि जोस जाँगर भएन नि त के गर्नु गरिखानु हो जिन्दगीमा गाह्रो छ हौ यात्रा गर्नु किन पो यति आउनु यता ठिक छैन भिडियोमा पनि आउनु न दाइ बेला नखाने गाह्रो छ उकालोमा हिँड्नु गर्मी महिनामा त आउनु नसकिने रहेछ नि जाडो महिनामा त फेरि कठारिन्छ होला नि जाडो महिनामा चाहिँ जति हिँड्यो उति गर्मी नि जाडो महिनामा भेना यहाँ एउटा रुख हुँदैन नि पात हुँदैन नि सबै झरेर त्यति बेला नराम्रो देखिन्छ नि कहिले खानु दाइ कस्तो भइरहेछ गाह्रो भइरहेछ यतिकोमा हिँडेको थिइनँ म त हो म त हिँड्दैन दादा त्यहाँ माथि चाहिँ के पोखरी बनाएको नि प्राकृतिक प्लेनमा जानु हेलिकप्टरमा जानु गाइज हाम्रो फाइनली डेस्टिनेसन आइपुग्यो है ल यत्रो पोकापोकी बोकेर आएको पर देख्नुभयो पोखरी यहीँ आएको हामी अब जानेछौँ हामी सो एक्साइटेड त्यहाँ पुगेर हेर्नु यस्तो डाँडाकाँडा चुली नै चुली जङ्गलको बिचमा छ क्या यो चुली पोखरी चाहिँ यस्तो दामी रहेछ ल फाइनली हाम्रो चुली पोखरी चाहिँ आइपुगिसक्यौँ अब हामी यहाँदेखि फेरि जान्छौँ त्यो पोखरीमा गएर कहिले बस्नु भइरहेछ आफूलाई चाहिँ हामी त कति 1 घन्टामा आइपुग्यौँ नि ननस्टप नबसिकन आएको सही हिँडेर एक ठाउँ पनि हामी बसेनौँ एक ठाउँ पानी खाएर एकछिन 2 मिनट बस्यौँ अनि आइहालेको तर हामी कति 1 घन्टामा आइपुग्यौँ मान्छेले 3 घन्टा लाग्छ भन्थ्यो 2 घन्टा लाग्छ भन्थ्यो तर हिँड्न सक्ने रहेछ 1 घन्टामै पुगिने रहेछ टोटल राम्रोसँग ननस्टप हिँड्यो भने 1 घन्टामा आइपुगिन्छ रहेछ साथीहरू
तल खुरीदेखि हामी यहाँनिर 10 बजेर 58 मिनटमा आइपुग्यौँ तल 10 बजी हिँडेको 11 बजी आइपुग्यौँ भनौँ न ठ्याक्कै घन्टा ल है फाइनली आइपुग्यौँ चुली पोखरी यस्तो रहेछ है गाइज हामीले चुली पोखरी प्रवेश गऱ्यौँ है सानो सानो यहाँ खाजा घरहरू रहेछ टन्नै छ नि खाजा घर वरिपरि घरै घर रहेछ हामी यही भ्यू हेर्न लगाएको वाउ कहाँ बस्छौँ हामी यहाँ त्यही त यहाँ आउनु न यहाँ आउनु त भेना यहाँनिर आउँदा यहाँ पक्रिदिनु त यहाँ पक्रिनेछ लुनिस आइज फाइनली आइपुग्यो भिडियो बनाएर देखिरहेछ मलाई अलि तल रनिङ पेलो त उतादेखि हामी चाहिँ आइपुग्यौँ है 4 जना अब हामी चाहिँ यहाँनिर बसेको रुखको छारीमा यस्तो छ है पोखरी चाहिँ राम्रो लाग्यो दिएको त यस्तो छ है तातो पानी पनि बोकेर आएको छौँ हामीले चाहिँ अब हामी चाहिँ चटपटे बनाउन लाग्यौँ है साथीहरू बल्ल 1 घन्टामा हिँडेर आइसकेपछि हामीले चटपटे त खानै पर्ने हुन्छ थोडीदेखि हामी यहाँ आउनलाई 1 घन्टा लाग्यो दमक झापादेखि तपाईँहरू नजिकै हुनुहुन्छ भने आउनु सक्नुहुन्छ तर कत्रो कत्रो काट्नु भएछ है भेना खाना पो काट्नु हो नि खोर्सानी पनि रहेछ दामी काट्नु भएछ भेनाले पानी लगाउनु पर्छ होला अब यो नुडल्स पनि यस्तो घोलेर खानु पर्यो नि त साथीहरू गाइज हाम्रो चाहिँ चटपटे ल्याएर यहाँ बनाएको अनि नुडल्स पनि यहीँनिर बनाएको यहीँ ल्याएर बनाएको नुडल्स पनि अनि हामी 4 जना छौँ अब हाम्रो यहाँनिर पोखरीको भ्यू हेर्दै हामी चाहिँ खाने हो हाम्रो दाइले यहाँ भिडियो बनाउँदै हुनुहुन्छ हामी चाहिँ यहाँ एकचोटि भिडियो फोटो खिचेर गलेर बसिरहेको छौँ अब फेरि पनि बनाउने भनेको यहाँनिर के गर्नु भइरहेछ दामी छ है दामी छ दामी ठाउँ चाहिँ एकदम दामी गाइज हामी चाहिँ भिडियो बनाउँदा डुल्दा रात परेको अवस्था अनि हामी चाहिँ घर जाने हो यहाँदेखि निकै तल हिँड्नुपर्ने हुन्छ अनि त्यसपछि हामी घर पुग्दा आज रात पर्ने अवस्था छ साथीहरू के गर्नु यस्तो राम्रो ठाउँ छ धेरै पनि राम्रोसँग घुम्नु पाएनौँ नि एक फोनको लाउँदा रात पर्यो कि अघि त कति भिडियो बनायौँ रिल्सहरू बनायौँ अलिअलि अनि रात परिगयो साथीहरू के गर्नु फर्स्ट टाइम आएको अलिकति धित त मरेन तर पनि के गर्नु सन्तुष्ट गर्नु पर्यो नेक्स्ट टाइम गाइज हेर्नु यस्तो राम्रो ठाउँ छ यो चाहिँ चुली पोखरी हो घुम्दा रात परेको अवस्था देखिरहेको मलाई कस्तो राम्रो देखिरहेछ अब घर जानुपर्ने कालो देखेको यहाँ त हेलो गाइज अब चाहिँ हामी चाहिँ फोटो खिच्दा अब चाहिँ टाइम पनि भयो घर फर्किन लागेको साथीहरू रात पनि पर्न लागिसक्यो 5 बज्न लागिसक्यो अब त त्यही भएर हामी चाहिँ यसरी फोटो खिचेर अब घर जानु लागेको भयो हेलो गाइज हामीले चाहिँ चुली पोखरीमा भेटाएको छौँ एउटा राम्रो डगी हाम्रो साथी हो हामी जहाँ जान्छौँ त्यही पछ्याउँछ अब त्यही उसलाई छोडिराखेर हामी जानु लागेको यस्तो राम्रो ठाउँ छ बसिरहेको छ यता पर
गाई बस्तु चरिरहेछ आयो आयो भएर हो नि आजलाई किन होला ल है बाई 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 चुली पोखरी बाई 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 यस्तो छ है अब यो ठाउँ छोडेर हामी जाँदैछौँ बाख्राहरू चलिरहेछ मलाई पनि फोटो खिचिदेऊ हेर्नु त यो चुलीमा के साह्रो अगाएको बाख्रा कुनै ठाउँमै छैन आमा कति सानो सानो बाख्रा भने हेर्नु भुडी चाहिँ यो त वर्षको त मच्छरले टोक्दिरहेको नि त कत्रो भुडी हौ केटी रहेछ दुइटै आमा यति साह्रो अगाएको बाख्रा त मैले देखेको थिइनँ आमा यसको भुडीले थाम्नु सकेको छैन के साह्रो खाएको नि आमा दोकान रहेछ यो यत्रो ठुल्ठुलो केरा किन्यो 50 रुपियाँको आधी दर्जन अब खाने हो हाम्रो दुईजना कहाँ जानुभयो कति ठुल्ठुलो यहाँ त सस्तो पर्छ नि तल हेरी त कति ठुल्ठुलो पनि रहेछ हौ अब यो खाने हो यी ठुल्ठुलो केरा होइन दाइ यता भेनाले नि खाँदै हुन्छ बहिनीले छिसी छोचो मिठो छ नि अब म पनि खान्छु ला कस्तो मजाले पाकेको रहेछ हौ मिठो छ मिठो छ ए तल मधुमला जाने त्यो थोडी तलको भ्यू है गाइस हामी त घर जान्छौँ यस्तो पानी त्यसरी बोक्नु हुँदो रहेछ त माथि त महँगो हुन्छ नि यसरी बोकेपछि कस्तो दामी भ्यू देखिन्छ हेर्नु अनि भिडियो बनाइ त त्यसरी बोक्नु रहेछ पानी महँगो पर्दैछ माथि पनि यसरी बाटो आइपुग्दाखेरि 6 बजिसक्यो अब यो पुल तरेर हामी घर जान्छौँ आजको भ्लग अब घर गएपछि इन गर्ने हो एडिट गरेर